आमा जति समय हिजो मेरो जिन्दगी बनाउनलाई खर्चिनु भयो त्यति नै समय लगाए बाँकी तिम्रो जिन्दगी सुन्दर अनि सुखी बनाउनु मन छ। ढिलो चाँडो त होला कि तर विश्वास छ बदलिन त बदलिन्छ एक दिन अवश्य। तिमी बस धैर्य गर है। मान्छे ठुलो हुन समय लागे जस्तै म सफल हुन पनि समय लाग्ला जस्तो छ हेर न। तर तिमी नहात्तिनु है। जिन्दगीमा मेरा रहरहरू छुटोस् बरु केही छैन तर दुःख सुखमा परिणत नहुन्जेलसम्म मेहनत गरिराख्नेछु। बस तिम्रो लागि उद्देश्य यति मात्र लिनु छ आमा कि पीडा लुकाउँदा लुकाउँदै हाँस्न बिर्सेको त्यो तिम्रो पेनफुल जिन्दगीलाई म ब्युटिफुल बनाउन सकूँ। वर्षौंदेखि मनमा लुकेका तिम्रो ती अपूर्ण चाहनालाई म पूरा गर्न सकूँ। आमा तिमीलाई संसारभरिको खुसी मिलोस् अनि तिमीलाई खुसी बनाउने अवसर मलाई। बस मेरी आमाले गहनाको निकै शौक राख्छिन् तर जब कुरा हाम्रो लगाई खवाई पढाइ लेखाइको आउँछ नि त उनले आफ्ना ती प्यारा गहना बेच्न तयार हुन्छन्। मेरी आमाले हाम्रो लागि आफ्ना खुसी सपना सब थोक त्यागेकी छिन्। हाम्रा लागि बेचेका तिम्रा गहना म फिर्ता ल्याउनेछु उपहार स्वरूप कुनै दिन। आमा तिमी लक्ष्मी सरस्वती भए जति सबै भगवानको स्वरूप हौ। तिमी हाम्रो परिवारको सपनालाई आड दिने एक अडिग खम्बा हौ। आमा तिमीले सबैको तिता वचन सहेर पनि मिठो मुस्कान सहित हिँड्ने हिम्मत राख्छौ। अब मम्मीलाई खुवाइदेऊ। अब खुवाइदिने है को बारे खाउँछ म बारे खाउँछ है। तिमीले त अनि खुवाइदिनु पख मैले यहाँ बनाइदिन्छु। पख है ल पख है मम्मीलाई यो राखेर पख है मम्मीलाई नचलाऊ है कान्छो छोरो ठुलो आरिघाट कस्तो ज्ञानी छ छोरो। यो पनि देऊ यो पनि दुई ल मम्मीलाई खुवाइदिने है। भयो जम्बो मम्मीलाई बाबु तानुसी बाबु तानुसी मम्मीलाई पख ल यो त्यो कुकुरो लाऊ बाबु तानुसी थ्याङ्क यू। पख अब मम्मीलाई दिदीले खुवाइदिने है। खारा खारा त्यो पनि राख्नुहुन्छ अलि बाबाले पका। ह्याप्पी चिजु ह्याप्पी मदर डे बरैलाई थ्याङ्क यू। ल मामालाई मन पर्ने चिज खुवाइदेऊ। मम्मीलाई यो खुवाइदेऊ। पहिला भातमा यसरी हल्का सुसी डोबर त्यहाँ गुड थोरै अब यो माथिको कान हो। ल सबै छोए हुन्छ। ल बाबुले नि खुवाइदेऊ ल मम्मीलाई ल आरिघात डब्बै खुवाइदेऊ। ल अब हामीले खाने भयो। अब आयो तर बाबुहरूलाई खुवाइदिने है। बाबुहरूलाई कुन मन पर्छ? बाबुहरूलाई दिने हो के बाबुहरूलाई भाषी त राख्दिनु न बाबुहरूलाई नामा दिने के बाबुहरूलाई नामा दिने भाइहरूलाई नामा दिन हुन्न है छोर बाबा बनाउँछु। भाइहरूलाई हो कि पख दिदीको है दिदीलाई पनि मन पर्ने। थ्याङ्क यू बाबु थ्याङ्क यू। आया चाङलाई मैले खुवाइदिन्छु। ल छोइदिएन छिटो हालिसकेँ कि मैले बनाइदिइसकेको छु। थ्याङ्क यू।